अपेक्षा जहाँबाट अन्त्य हुन्छ नि, आनन्द त्यहाँबाट आरम्भ हुन्छ। जिन्दगीमा सोचे जस्तो भएन भनेर चित्त नदुखाउनु, के थाहा अझै राम्रो हुन पो लेखेको छ कि। जीवन पनि चराको उडान जस्तै हो, गन्तव्यभन्दा पनि यात्राले धेरै कुरा सिकाउँछ। केही गल्ती गरे जस्तो त लाग्दैन, फेरि पनि खै कुन आधारमा खुसिन्छन् मेरा यी खुसीहरू। सफल हुनुभन्दा अगाडि प्रेम गरेर गल्ती गरेँ मैले, थाहा थिएन प्रेम गर्नु पनि सफल हुनुपर्दो रहेछ। कोही छ कि मलाई बुझ्ने जस्तो लाग्थ्यो, तर भ्रममा रहेछु, वास्तवमा त म एक्लै पो रहेछु। अहङ्कारको पहाड टाउकोमा बोकेर मन्दिर छिर्नेहरूले केवल आफ्नो घमण्डको पूजा गरेर फर्कन्छन्। आज म त्यो मान्छेसँग पनि हारे, जोसँग मैले सारा संसार जित्ने सपना सजाएको थिएँ। न शिर बिसाउने काज छ, न त बुझिदिने भाग्य छ, त एउटा थकित शरीर। फरक हुनु तर गलत कहिल्यै नहुनु, बाँकी दुनियाँले के भन्छ त्यो केही फरक पर्दैन। भगवानले नसुनेको यो अलपत्र जिन्दगीलाई अरूले के सुन्थ्यो र, अरूले के बुझ्थ्यो र। देख्दैछु, भोग्दैछु अनि सहँदैछु, अहिलेलाई यो बाहेक केही गर्न सकेको छैन मैले। कति समझदार छन् मेरा यी रहर अनि परिस्थितिहरू, बुझेर आफै मरिदिन्छन्। म यत्तिकै कठोर बनेको होइन, मेरो भाग्यको हरेक सम्बन्धले मसँग बेइमान गरेको छ। आफूले आफैलाई देख्दा त वाक्क लागिसक्यो, अरूलाई राम्रो लाग्छ भनेर म कसरी सोच्नु। तपाईँलाई भिडियो के कस्तो लाग्छ त, केही प्रतिक्रिया तल कमेन्ट बक्समा दिन नभुल्नुहोला। हस्त, धन्यवाद।